काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एयर अरेबियाको जहाजले मिस अप्रोच ओभरशुट गरेको छ। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाट माथिबाट 81 ओभरशुट गरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताएका छन्। हावाको गति नमिलेको विन्ड शियर भएर विमानले मिस अप्रोच गरेको हो। शेर्पाका अनुसार एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल अप्रोच लिँदा मिस अप्रोच भएको छ। दुईतर्फको हावा मिसिएपछि भूमरी जस्तो हुनेलाई विन्ड शियर भनिन्छ, जसका कारण जहाज हल्लिएर मिस अप्रोच भएको थियो। मिस अप्रोच ओभरशुट भनेको विमानको अवतरण प्रक्रियामा हुने एक अवस्था हो जब विमान निर्धारित रनवेमा सुरक्षित रूपमा अवतरण गर्न असफल हुन्छ र फेरि आकाशतर्फ उड्न बाध्य हुन्छ। यो विभिन्न कारणले हुन सक्छ, जस्तै बाक्लो कुहिरो, तीव्र हावा वा अन्य प्रतिकूल मौसम अवस्था, अवतरण गर्ने समयमा रनवे खाली नभएको अवस्था, विमानको प्रणालीमा आएको समस्या र पाइलटले सुरक्षित अवतरण सम्भव नभएको महसुस गरेमा पाइलटले मिस्ड अप्रोच प्रोसिजर अनुसार विमानलाई पुनः उचाइमा लैजान्छ। विमानलाई पुनः निश्चित उचाइमा ल्याई होल्डिङ पोइन्टमा राखिन्छ। एयर ट्राफिक कन्ट्रोलको निर्देशन अनुसार नयाँ अप्रोचको तयारी गरिन्छ वा वैकल्पिक एयरपोर्टमा डाइभर्ट गरिन्छ। यो प्रक्रिया जहाजको सुरक्षा सुनिश्चित गर्ने उपाय हो, जसले विमान दुर्घटनाबाट बचाउँछ। त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले बिहिबार नै सिमरा माथिको आकाशमा होल्ड भई 4 फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडरले जनाएको छ। साथै ब्याङ्ककबाट आएको थाई लाइन एयरको जहाज पनि केही बेरदेखि होल्डमा परेको थियो। यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो। कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाइ दुबईको जहाज पनि होल्ड भएका थिए। भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए। प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ। प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ। अन्तर्राष्ट्रिय उडानका जहाज काठमाडौँ विमानस्थलको धावन मार्गको पश्चिमतर्फ 02 बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ। आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यति धेरै समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ। बुधबार राति काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहिबार पनि ती प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै अपराह्नतिर मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ।